हेलो म्याम, नमस्कार। नमस्कार। मान्छेको जीवनमा सबैभन्दा महत्त्वपूर्ण के लाग्छ हजुरको विचारमा? मान्छेको जीवनमा सबभन्दा महत्त्वपूर्ण भनेको नै मान्छेले चाहिने भनेको पैसा हो भन्ने चाहिँ भन्दिनँ म है। किनभने हामी चाहिँ मान्छे हो, हाम्रो एउटा शरीर हो। एउटा शरीरमा एउटा राम्रो कुराहरू भयो भने हामी स्वास्थ्य भयौँ भने बल्ल अरू थोक चाहिँ गर्न सकिन्छ। त्यही भएर भन्छु कि मान्छेको जीवनमा एउटा स्वास्थ्य हुनु एकदमै जरुरी छ। पहिला आफू हेल्दी हुने, अनि त्यसपछि आफू हेल्दी भएपछि हामी सब थोक गर्न सकिन्छ म्याम। र हजुर। थ्याङ्क यू म्याम, एकदमै राम्रो विचार। हेलो म्याम, नमस्कार। नमस्कार म्याम। मान्छेको विचार कस्तो हुनुपर्छ म्याम? मान्छेको विचार सधैँ पोजिटिभ हुनुपर्छ र हामी जे सोध्छौँ नि हामी त्यो नै हुन्छ। कस्तो राम्रो विचार। थ्याङ्क यू म्याम। वेलकम। हेलो सर। नमस्कार सर। नमस्कार। मान्छेले सङ्घर्ष गर्दै जाँदा मान्छेले आफ्नो लाइफमा कस्तो डिसिजन लिनुपर्छ जस्तो लाग्छ हजुरलाई सर? ओके, सो हामीले बुझ्नु पर्दा हेर्ने भने चाहिँ मान्छेको जीवनमा हेर्नु भने सङ्घर्ष हुन्छ। Yes, yes. त्यो बेला चाहिँ हामीले चाहिँ एउटा सजिलो बाटो हुन्छ, एउटा सही बाटो हुन्छ। सो त्यो बेला चाहिँ हामी चाहिँ एउटा सही चाहिँ कुराहरू चाहिँ आफ्नो दिमागमा निकालेर चाहिँ अगाडि गर्नुपर्छ। किन भन्दै गर्दा हामीले आफ्नै समाजमा हेरिन्छ होइन, एउटा मान्छे केही कुरा गर्दैछ भने चाहिँ त्यहाँ सबै मान्छे त्यही माथि गाली गरिरहेको छ भने चाहिँ हामीले के सोच्नु पऱ्यो भन्दै गर्दा यदि सबै मान्छे गाली गरिरहेको छ भने चाहिँ हामीले चाहिँ किन गर्नु पऱ्यो त्यहाँ। र अर्को कुरा भन्दै गर्दा यदि मैले त्यो मान्छेलाई गाली गरिरहेको छु भने चाहिँ र त्यो गाली गर्नुभन्दा पहिला यो सोच्नु पऱ्यो कि म मात्रै किन गाली गरेको छु त, अरू व्यक्ति चाहिँ किन गरेको छैन भनेर चाहिँ एउटा सही डिसिजन अथवा सही सोच लाग्नुपर्छ जस्तो लाग्छ मलाई। हो, एकदम राम्रो सर, एकदम राम्रो विचार। थ्याङ्क यू सर। वेलकम म्याम। हेलो सर, नमस्कार। नमस्कार। मान्छेको जीवनमा सङ्घर्ष र सफलता किन आवश्यकता छ सर? मान्छेको जीवनमा सङ्घर्ष भन्दा पहिला पनि सफलता नै आवश्यकता हुन्छ। तर त्यो सफलता चाहिँ पाउनको लागि सङ्घर्ष चाहिँ एकदम जरुरी छ। हो र सर, हजुर। कति राम्रो विचार होइन? थ्याङ्क यू। थ्याङ्क यू।